चलचित्र क्षेत्रमा दयाङ राई नाम भन्ने बित्तिकै अभिनयको किङ भनेर चिनिन्छन्। उनले हिजो एक कार्यक्रममा अभिनयको बारेमा पत्रकारको प्रश्नको यस्तो खर्किलो जवाफ दिए। तौलको कुरा म अहिले कति केजी छु भने मलाई पनि थाहा छैन। त्यतिखेर कति थिएँ मलाई त थाहा भएन। किनभने 70 केजी कटेपछि आफै निराश भएर जोगिनु छोडेँ। अलिअलि तौल चाहिँ कम गरेको थिएँ त्यति बेला। त्यतिखेर मिलन दाइले एकदमै भन्नुभएको थियो, स्क्रिप्ट पढ्दाखेरि त्यो फिल भएको थियो। अब ट्रेलर रिलिज भइसके पछाडि जुन कबड्डी जस्तो भन्ने कुरा आयो, मेरो कारण त्यो हुनसक्छ, देखिनसक्छ। अर्को कुरा पर्दामा जो देखिन्छ गाउँको एउटा तरिका, तौल तरिका, गाउँको सिनहरू, दृश्यहरू देख्न सकिन्छ। त्यस कारणले एक किसिमको अनुमानहरू त्यो हुनसक्छ, अनुमान गर्न पाइन्छ। मुख्य कुरा भित्र सिनेमाभित्र कबड्डीमा पनि प्रेम सम्बन्ध थियो, प्रेम प्रसङ्गहरू थियो। यसभित्र पनि छ प्रेम त हरेक सिनेमामा हुन्छ, लभ, तर त्यसको तौल तरिका, त्यसको चरित्रहरूले गर्ने भनौँ न, उसले अभिव्यक्त गर्ने अथवा एउटा चरित्रले त्यस समयमा बाँच्ने, भोग्ने समयहरू फरक हुनसक्छ होइन। तर मेरो आफ्नो कारणले गर्दाखेरि त्यो देखिएको हुनसक्छ है, त्यो फरक कुरा हो। तर कुनै पनि हिसाबमा त्यो चाहिँ कबड्डी जस्तो अथवा कबड्डी जस्तो चाहिँ छँदै छैन। देखिन्छ गाउँमा बाइक कुदेको सामान्य हिसाबले, बाइक कुदेको कारणले नै एकजना कबड्डीमा बाइक लिएर आउँछ। यहाँ पनि अरू बाइक लिएर आएको छ। हरेक गाउँमा बाइक कुद्छ भनिसकेपछि त त्यो हामीले देखेको कुरा हो। गाउँमा कहीँ न कहीँ देखेको कुराहरूलाई हामीले स्क्रिप्ट मार्फत लेखेर त्यसलाई पछि दृश्य मार्फत भन्ने कुरा हो होइन। त्यस कारणले त्यो देखिएको कुराहरू, अब कुनै ठाउँमा कार आयो भने फलाना सिनेमा जस्तो, अथवा प्रेम प्रसङ्गहरू, बिछोडका कुराहरू आयो भने अब कता के कुराहरू छ भन्ने कुराहरू त आउँछ होला। तर त्यो अहिले तत्कालै भएर त्यो रियाक्ट हुनसकेको, त्यसलाई स्वाभाविक रूपले लिनुपर्छ हामीले। तर सिनेमा हेरिसकेपछि हामीलाई थाहा हुन्छ यो सत्य होइन रहेछ भन्ने कुरा। यो कुरा मैले बारम्बार भनिरहेको, जहिले पनि मैले कोसिस गर्छु मात्रै हो है। त्यो एक किसिमको प्रेसर कहाँनिर आइपुग्छ भनेदेखि त्यहीँबाट स्क्रिन प्लेबाटै हो। जो राइटरले लेख्नुहुन्छ कन्सेप्ट उहाँको दिमागमा, अझ म पक्की भएँ भने हिसाबले हेर्नुहुन्छ भने उहाँहरूले मलाई सायद कपीको पानामा त्यो देख्नुहुन्छ होला। कतिपय कुराहरू त्यो भइरहेको छ मैले पछिल्लो समय जति स्क्रिप्टहरू पढ्दाखेरि पनि। तर म जे गर्न चाहन्छु अथवा जे गर्न मेरो इच्छा छ अथवा म जे गर्न सम्भावना छ, पक्कै पनि त्यो मैले भेट खाएको चाहिँ छैन होला है, त्यो देखिन्छ। तर अब मैले आफूले गर्ने कोसिस मात्रै हो। त्यो जति गर्छु भनेको तपाईँहरूले जति देख्नुहुन्छ त्योभन्दा परको काम गर्नु सकिरहेको छैन होला, त्यो मेरो आफ्नो कमजोरी हो।